खास भएको के हो? अब यस्तो भयो, कला दिदीको कुरामा चाहिँ उहाँ बिरामी भएर आउनुभएको हो होइन, बिरामी भएर आउनुभएको हो। अनि त्यस पछाडि उहाँलाई मिसबिहेभ भएको, उहाँलाई फिल भएको थियो भने उहाँले आयोजक अगाडि किन भन्न सक्नु भएन? त्यहाँनिर हामी सबैजना 10-15जना मान्छेको अगाडि, 10-15जना भन्ने 7-8 जना मान्छे चाहिँ थियौँ क्या बिदाई हुने बेलामा। अनि उहाँले मसँग हक गरेर होइन, रुँदै रुँदै म पनि रोको, अनि प्रताप दाईसँग पनि हक गरेर चाहिँ ल है अब राम्ररी तिमीहरू प्रोग्राम गर, म नेपाल जान्छु भनेर छोडेर आएको मान्छे हो होइन। उहाँले त्यतिखेर म जान्न किन भन्नु भएन, त्यो अब उहाँको कुरा हो। उहाँले अहिले मलाई आरोप लगाइरहनु भएको छ। खासमा मलाई चाहिँ चारैतिरबाट प्रेसर भयो क्या उहाँले स्ट्याटस लेखिसकेपछि। अनि त्यसो भएपछि मैले जे देखेको त्यही बोल्छु नि त। उहाँको भित्री उहाँलाई के भएको छ त्यो उहाँलाई थाहा होला, तर मैले जे देखेको त्यो कुरा बोलेको हो। उहाँले चाहिँ आफ्नै मुखले चाहिँ म नेपाल फर्किन्छु, अब यो यहाँनिर अलिक गाह्रै हुन्छ मलाई बस्नको लागि, मलाई धेरै साह्रो भइसक्यो, जति दिन बस्दा पनि यो झन् गाह्रो हुँदै जान्छ, म नेपाल जान्छु भनेर भन्नुभएको। अब लु म गलत भएर मैले नराम्रो गरेँ अरे बद्री दाईले पनि लेख्नु भएको छ, प्रताप दाईले पनि लेख्नु भएको छ होइन, बिरामी भएर फर्किनु भएको, आफ्नो इच्छाले नै फर्किनु भएको हो क्या उहाँ होइन। अब तर लास्ट त्यसपछि म फेरि आउँला यो घटनामा। अनि मेरोमा चाहिँ कस्तो भयो भने म बिरामी भएर फर्केको होइन, तर मेरो चाहिँ बिरामी तर आयो त त्यहाँ त कसले लेखिरहेको थियो त एल्ना पनि बिरामी भएर फर्क्यो भनेर। म बिरामी भएर फर्केको होइन, मलाई त सहनै नसकेर फर्केको खासमा होइन। यहाँभन्दा बेसी भयो भने चाहिँ अति नै भइसक्यो यो चाहिँ भनेर मैले यतिका कार्यक्रम चाहिँ भ्याउने अनि अन्तिममा चाहिँ किन होइन, मैले पहिला नै आउन खोजेको होइन। तर पहिला आउन खोज्दाखेरि मैले के सोचेँ भने मैले गर्दा अरू 2जनाको किन बिगार्ने त होइन। म हिँड्ने बित्तिकै अरूलाई नराम्रो हुन्छ, एक त अब कला दिदी गइसक्नु भएको छ होइन, फेरि सबै नराम्रो हुन्छ भनेर मैले यति धेरै कम्प्रोमाइज गरेँ जति चाहिँ मैले नगर्नु पर्ने थियो होइन। अनि त्यस पछाडि अब बद्री दाई अब अभिभावक हुनुहुन्छ, मलाई कतिचोटि सम्झाउनु पनि भयो होइन। आफूलाई मलाई धेरै साथ दिनुभएको छ है बद्री दाई र प्रताप दाईले चाहिँ होइन। अब फेरि साथ दिने भन्ने बित्तिकै अब मेरो लागि बोलिदिने, जसरी दिदीले हामीलाई आरोप लगाइरहनु भएको छ नि त्यसलाई त्यो लेखेन भने साथ दिने होइन। मैले कला दिदीलाई होइन नेपालमा डक्टर फोन गरेर बुझिनँ कि के गर्न मिल्छ भनेर, उहाँलाई मैले टोयलेट जानलाई हेल्प गरेँ। मैले गर्न सक्ने त त्यही त हो नि होइन र दाइ, सँगै एउटै रुममा बसेपछि मैले गर्ने भनेको हेल्प हो नि त। अब उहाँ नेपाल जान्छु भनेपछि मैले त्यो कुरामा चाहिँ उहाँ चाहिँ जबरजस्ती गएको होइन भन्ने कुरा मात्रै लेखेर उहाँलाई अब त्यत्रो भयो।